हेलो गाइस, वेलकम टु माई युट्युब ब्लग। आज चाहिँ म मन्दिर जाँदैछु। यो चाहिँ हिजो चैतको लास्ट 30 गतिको भिडियो हो। अनि म चाहिँ सबै काम गरेर घरको सबै काम गरेर आज एकादशी भएर म चाहिँ मन्दिर जाँदै थिएँ। अनि मन्दिर जान रेडी भएर अनि यताउति गरेर रेडी भएँ। अनि त्यसपछि मन्दिर पनि म पुगेँ। मन्दिर पुगेर भगवान्लाई पूजा गर्नलाई प्रसादहरू अलिअलि घरबाट ल्याएको थिएँ, अलिअलि वहीँ किनेँ। अनि त्यसपछि मन्दिरहरू म देखाउँदैछु हजुरहरूलाई। कोही पनि हुनुहुन्थेन, भिड पनि थिएन। हामी ठ्याक्क त्यहाँ 4:30 बजी पुगेका थियौँ। अनि त्यसपछि 4:30 बजी पुगेपछि कोही पनि हुनुहुन्थेन, लाइन पनि थिएन। अनि पूजाआजा गरेपछि एकछिनको भिडियो हो यो चाहिँ। अनि अलिअलि मान्छेहरू आउनुभयो, भिड भयो अलिअलि। अनि त्यसपछि पूजाहरू सबै गरेर अनि हामी फेरि त्यहाँबाट फर्किन आँट्यौँ। अनि फर्केपछि ठ्याक्क फर्किनु लाग्दा कति 5:30 जस्तै भएको थियो, उज्यालो भइसकेको थियो अलिअलि। अनि हामी तरकारी लिन जानु थियो, तरकारी उसमा। अनि बालाजीमा ओर्लेर हामी तरकारीहरू अलिअलि साग यताउति भनौँ न घरमा चाहिने सामानहरू अलिअलि किन्यौँ। अनि त्यसपछि त्यहाँबाट फेरि हामी घर आयौँ। घर आएर मैले आज एकादशी भएर सबैलाई ढिँडो बनाइदिएँ, मेरो चाहिँ व्रत थियो। अनि त्यसपछि फेरि मैले बेलुकाको खाना बनाउन रेडी गरेँ। बेलुकाको खाना दिउँसो चाहिँ हामी यताउति गऱ्यौँ, अब त्यो बनाउन पाइनँ फेरि। अनि बेलुकाको खाना रेडी गरेँ। अनि भान्जीहरूलाई आलु भर्दैछु। त्यसपछि फेरि म बेलुकाको ढिँडोको लागि तयारी गर्दैछु अब। अनि त्यहाँ मेरो भान्जाले चाल दिँदै हुनुहुन्छ, म सहयोग गर्छु भनेर पिठो चाल दिँदै हुनुहुन्छ। अनि भान्जीले नि म पनि गर्छु माइजू भनेर आउनुभयो। अनि गर्न लाग्नुभयो पिठो। अनि मैले ढिँडोको लागि पानीहरू बसालेँ, ढिँडो बनायौँ, हामीले खायौँ। मैले खाएको भिडियो चाहिँ राखिनँ, सबैजना हुनुहुन्थ्यो। अनि फेरि वापस गर्न अप्ठ्यारो लाग्यो नि त, अनि त्यही भएर। अनि यस्तै हो, सबैलाई ह्याप्पी न्यु इयर है। मेरो च्यानलमा सब्सक्राइब